देवघाट दर्शनका लागि आएका छौँ। अहिले हामी दुलेगौँडा हुँदै अगाडि बढ्यौँ। अगाडि पनि हजुरसँग अब जे दृश्यहरू हुन सक्छन् देखाउने प्रयास गर्नेछौँ। हामीसँग अन्तिमसम्म जोडिएर हेर्नु। छैन बाइक रोके जस्तो छ अनि गाडी लाग्छ मोड कुरा हो कि नर्को बडो रमाइलो तरिकाले यात्रा गर्दैछु देवघाटसम्मको यात्रा। हजुर बडो चाहिँ राम्रो लागिरहेको छ, बडो सुन्दर। काठमाडौँ बस्दाखेरि कति हिँडियो यो बाटो है, तर अहिले यति सुन्दर बाटो हिँड्न पाइयो। बाटो धेरै राम्रो बनेछ। अगाडि ड्युटी फेर्नु परेको कहाँ छ बल्ली गुरुहरूले चाहिँ नयाँ काम गर्न सुरु गर्नु भएको छ। पहिला अनुभव हाम्रो पहिलो अनुभव टायर फेर्दै, किनभने खासै धेरै त प्रब्लम होइन। सानो छिल्का निक्लेको हुनाले अब हरिगुरुले हामीले यो आइडिया ल ए भने यसको अलग हिल चाहिँ यो अलग्गै हुने चाहिँ नि माथिको। ल गुरुले स्कुटी बाइकको त मिल्दैन हामीलाई। अब टाइटको अब पहिला 4वटा कस्ने सुरु पार्ने अनि कस्दा विपरीत कस्न पर्छ। कहिले पनि गाडी रोड सिधै कस्न हुन्न। गाई दुँदाखेरि यसरी दुनु पर्छ, बल्ल दुध निक्लिन्छ। हरिजीले गाई दुनु होइन ए हाम्रो उहाँले केशवजीले त भैँसी त दुनु हो कि अब त्यत्रो भैँसी पालन गर्नुभएको जीवनमा सबै अनुभव गर्नुभएको गुरुहरूले। हरिगुरुले त मौका परे बाइक खोलेर सबै सर्भिस गरिदिनुहुन्छ। मैले अनुभव चाहिँ गरेको छु सबै कुरा। अब कसौँ त्यसैले 2-4 फन्को त्यसलाई घुमाउने बस। अब तल्लालाई हो त्यसो त्यति मात्रै। तितो मिठो अस्ति मैले अनुभव गरेँ थिएँ, हरिजीले गर्दै हुनुहुन्छ त्यस्तै। ओहो गुरु म सर्ख मानवकोट जान्छ। नेपाल हुँदै आएको खानुहोस्। जय हनुमान ज्ञान गुण सागर, जय कपीस त्यों लोक उजागर। राम दूत तुलित बल धामा, अंजनी पुत्र पवन सुत नामा। महावीर विक्रम बजरंगी, कुमति निवार सुमति के संगी। कंचन वरण विराज सुवेशा, कानन कुंडल कुंचित केसा। हाथ वज्र और ध्वजा विराजे, कांधे मूंज जनेऊ साजे। सूक्ष्म रूप धरि सियहि दिखावा, विकट रूप धरि लंक जरावा। भीम रूप धरि असुर संहारे, रामचंद्र के काज सवारे। बडो सुन्दर दृश्य देखिरहेको छ। र आज हामी देवघाटसम्मको यात्रा हामी गर्दैछौँ। ड्राइभ गर्दै हुनुहुन्छ हाम्रा आदरणीय वरिष्ठ गुरु गोकर्ण गुरुज्यू, त्यस्तै अगाडि हुनुहुन्छ गणेश गुरु, अनि मेरो साथमा हुनुहुन्छ हरिकृष्ण गुरुजी। आज हामी 4 जना भएर टक्क मिलेर एउटा रमाइलो यात्रा गरिरहेका छौँ।
बेला बेलामा यस्तै चाहिँ मौका जुराएर हामी हिँड्नुपर्छ। भन्नुभयो नि दामोदरको मुहान र गोसाई मुहानको सङ्गम हो यो। काली दामोदर हुँदै आएको त्रिशुली अनि गोसाई हुँदै आएको। दोभानदेखि पूर्वी भेगमा धर्मदर्शन आश्रमको दोस्रो तलाको शिवपुरी तेस्रो तलाको शिवपुरी कक्षमा आज हामी आराम गर्दैछौँ, विश्राम गर्दैछौँ अथवा शयन गर्दैछौँ। हामी 4 जना छौँ पोखरादेखि र यसै कक्षमा अन्य 4 जना हुनुहुन्छ राजधानी काठमाडौँदेखि। अब यहाँ 2 विभाग छ, एउटा यतापट्टि अर्कोपट्टि गण्डकी प्रदेश विभाग, यो काठमाडौँ प्रदेश, यो चाहिँ बागमती प्रदेश विभाग, बागमती प्रदेश। उठेर हेरेको सबै गुरुहरू उतापट्टिका गुरु यतापट्टिका गुरु सब नयाँ नयाँ गरेर गइसक्नुभयो। कोही सन्ध्या गर्न जानुभयो, कोही उता नारायणीको तटमा जानुभयो। म चाहिँ भर्खरै उठेको छु। अब मेरो पनि पालो आएको छ। अब जय श्रीमन्नारायण। बिहान पख देवघाट धामदेखि हजुरहरूलाई हार्दिक स्वागत। हामी अहिले रानी माताको किनारमा छौँ। उतापट्टि तपाईँले देवघाट धामको बोर्ड देख्न सक्नुहुन्छ र यहाँ म लगायत सबै गुरुहरू आउनुभएको छ। उहाँ म सबै भएर जाऊँ नारायणीको दर्शन गरौँ भनेर तिरमा आइपुगेका छौँ। यहाँ हजुरहरूले पनि दर्शन गर्नु। यो त्रिवेणी छ त होइन, 2टा नदीको सङ्गम। जानुभयो कोसिस गरेको कताबाट हो जाने? अब हामी अलिक परबाट पारि जाने तपाईँ अगाडिको भएको हाम्रो फेरि जान सक्छ। स्वामीले गएर चाहिँ लोकदिनमा स्वामीको कमलनाथ बाबाकै रहेछ नि त्यो बिना प्रवेश निषेध भने गुरु। अब यो हुनुहुन्छ गार्गी कन्या गुरुकुलम जुन देवघाटमा रहेको छ यहाँ आएका छौँ। यहाँले परीक्षा चल्दै भएको भएर हामी बोल्न नमिल्ने अहिले हजुरलाई अगाडि ल्याउँछु।
पनि छ है। सुरुवात हो नि त। अहिले यसपालिको कुबेर गुरुलाई अनुरोध गरेको थिएँ, यो श्रीमद् भागवत पढाइ सुरु भएको छ, उहाँले महापुस्तकहरू अस्ति त्यो वितरणको फोटो हालिदिनु भएको छ। नानीहरूलाई अहिले हामी गार्गी कन्या गुरुकुलम थोरै दर्शन गरेर बाहिर निस्क्यौँ। अब हामी कहाँ जाँदैछौँ रे दाजु? पारी सन्यास गलेश्वर धाम आदि गुरुजीको अगाडि दौडिनु भएको छ गुरुजी। किनभने उहाँ हाम्रो अग्रज पनि हुनुहुन्छ। भ्राताश्री गुरुश्री उहाँले हजुर कता लिएर जानुहुन्छ? गुरुदेव गुरुदेव हामी पारीतिर जाउँ न। जता हेऱ्यो भने आनन्दको भाइब चाहिँ जहाँ पनि छ। एउटा हाम्रो वैदिक परम्पराहरू यहाँ देख्न पाइन्छ। जताततै आश्रम छन्, गुरुकुलहरू छन्, मन्दिरहरू छन्। एकदम शान्त मनोहर दृश्य, हरियाली आदि सबै कुराहरू यहाँ देख्न पाइन्छ। यो हरिहर क्षेत्र एकपटक हरिका भक्तजन सेवकहरू, एकतर्फ हरका सेवक भक्तजनहरू सबैजना यहाँ मिलेर बस्नुभएको छ। आनन्ददायी बिना भेदभाव यहाँ भगवानको आराधना भक्ति आदि चलेको छ। छोराले ल अब हामी देवघाट धाम चितवन जिल्लादेखि अब तनहुँ तनहुँ जिल्लातर्फ जानको लागि पुल तर्न प्रवेश गऱ्यौँ। गुरु अलिकति यो हाम्रो यहाँ चाहिँ हनुमानजीसँग अलिक विचार गर्नु होला। च्याप्प समाउँदैन हो काठ्नुको त लान्छन् उहाँले छोडिदिनु पहिला। गाडी चल्ने भएको भएर साह्रै डिस्टर्ब हुँदो रहेछ हिँड्नुलाई। बिहान हामीले सन्ध्या गरेको ठाउँमा पर त्यहाँनिर बसेर सन्ध्या गरेका थियौँ बिहान हामीले। सब देवघाट धाम प्रवेश भयो। पुल तरिसक्यौँ हामी। श्रीमन्नारायण हरिहर यता गलेश्वर यता हो। ए हरिहरमा जाऊँ अनि गलेश्वरमा होइन हरिहर सत्यनारायण मन्दिर देवघाट धाम।
नारायण आचार्य फलाहारी स्वामीजीको आश्रम यहाँ रहेछ। हरिहर सन्यास आश्रमको परिसरमा आइपुग्यो। हरिहर चोकदेखि देब्रे लगाएपछि मन्दिर। राधेश्याम। कहाँ यो गुरुजी? हामी देवघाट चितवन अवस्थित देवघाटमा छौँ। हरिहर मन्दिर भगवानको दर्शन गरेर फर्कियो। सानै लाग्यो कि ठुल्ठुला खानु होला। यता छ गुरु। अहिले परमानन्द संस्कृत गुरुकुलको प्राङ्गणमा छौँ। अहिले यहाँको मनोरम दृश्य आनन्ददायी दृश्य रहेछ। पहिलोपटक दर्शन गर्ने अवसर मिल्यो। क्या रमाइलो छ। भवन फेनौटा देख्न सक्नुहुन्छ। आफूले गुरुकुल पढ्दाखेरिका अनुभवहरू यसरी गुरुकुल आउँदाखेरि ताजा हुने गर्छौँ। बिहान 4 बजे उठ्ने, 5 बजे नुहाएर सन्ध्या वन्दनमा जाने, त्यसपछि 6 बजे योगासन व्यायाम प्राणायाम आदि गर्ने, त्यसपछि 7 बजे नास्ता पाएर त्यसपछि पढ्न बस्ने, आरतीमा जाने आदि इत्यादिका जुन क्रियाकलाप थिए, त्यहाँको जुन वातावरण थियो, जुन आनन्दको अनुभूति थियो, त्यसरी गुरुकुलमा आउँदाखेरि चाहिँ त्यसको अनुभूति ताजा हुँदो रहेछ, आनन्द आउँदो रहेछ। अहिले हामी परमानन्द संस्कृत गुरुकुलममा यसो प्रवेश गरेर आयौँ। विद्यार्थी त कोही हुनुहुँदो रहेछ बिदाको बेला, सबै घर जानुभएको। अहिले हामी गुरुकुलकै छेउदेखि हुँदै हुँदै फर्किँदैछौँ। देवघाटमा देवस्थान धेरै नै छन्, जति घुमे पनि सकिँदैन, दिनभरि घुम्नु पर्दो रहेछ। पहिलोपटक आइयो र केही कार्यक्रम विशेष लिएर आएको भएर समयको अभाव, गुरुजीको आग्रह भयो। अब हामीलाई फर्किँदा पनि 1 घन्टा लाग्छ, तसर्थ अब आजलाई दिनै गर्ने। फेरि कार्यक्रम सके पश्चात समय मिल्यो भनेदेखि पुनः फर्केर हामी अरू देवस्थान गुरुकुल भ्रमण गर्ने प्रयास गर्नेछौँ। हामीसँग जोडिनु होला, अवसर मिल्यो भने अरू पनि देवस्थानको हजुरहरूलाई दर्शन गराउनेछौँ। गुरु परम्परा एपको प्रमोसन पनि चल्दैछ। गुरु परम्परा एप प्रयोग गरेपछि सबै पूजापाठदेखि लिएर सबै कुराहरू हामीले मोबाइलदेखि नै गर्न सक्ने सुविधा छ। ल फेरि भेटौँ न। पुनश्च फेरि भेटघाट भयो हाम्रो, होइन त? ल हाम्रो ब्लगमा पनि हजुर आउनु भएको छ। देवघाट धामको पुल तरेर पुनः फर्किँदै धर्मदर्शन आश्रमको लागि प्रस्थान गर्दैछौँ। यहाँ देखिँदो रहेछ कि धर्मदर्शन? त्यही हो कि देखिँदो रहेछ। त्यतै जाने पेट लाग्यो कि अब साधन दिनु। पहिला ठिक थियो शरीर, धेरै भयो मेरो। ल गणेश दाईको सुधार भयो। बेला बेलामा शरीर अलि घटाउनु। साँझ परेपछि खाना कम गर्नु होला। साँझ परेपछि लगभग खाँदैन खानुहोस्। 5 बजे खान लाग्यो। 5 बजे ल लगभग धेरैमा ढिलोमा 7 बजे
खायो भने किनभने म पनि अझै मोटो थिएँ 73 पो थिएँ अहिले चाहिँ अब 3 किलो घटेको छु 73बाट अबदेखि चाहिँ साँझमा सकेसम्म प्रयास गर्ने नखाने खाने पानीहरू पिउन त भयो हाम्रा गुरुकुल पद्धतिमा पनि सूर्यास्तपछि नखानु भनेको छ त्यो हाम्रो पद्धति पनि एकदम उत्तम पद्धति रहेछ जीवनशैलीमा त्यो भोग्दै जाँदाखेरि यो जीवनशैली हामीले अहिले यापन गरेका छौँ आधुनिक जीवनशैली यो आधुनिक जीवनशैलीले चाहिँ तनलाई मनलाई धनलाई पनि रोगी बनायो किनभने धन पनि अब धेरै कसरी प्रयोग गर्ने थाहा भएन किनभने आलस्यता बढ्दै जाँदैछ बेलुकी जति ढिलो खायो होइन त्यसको लागि अब गृहलक्ष्मीलाई पनि सुझाव हाम्रो गुरुको जति सक्दो शीघ्र अति शीघ्र गुरुलाई सायङ्कालको प्रसाद ग्रहण गराउनु होला छिटो गराएपछि होइन धन्यवाद दाजु सुझाव दिनुभएकोमा यसलाई पालना गर्ने प्रयास गर्ने सहयोगार्थ गुरु आमालाई पनि नम्र निवेदन छ यहाँ दर्शन गरेर अनि इष्टमित्रकोमा चितानमा गएर बस्छु आज चितानमा गयौँ भने घुमेर हामी पुल तरेर पारी आयौँ यो हो बस पार्क जस्तै देवघाटको यहाँ सबै प्रकारका साधनहरू बस टेम्पो लगायत सबै कुराहरू हजुरले पाउनुहुन्छ भोक लाग्यो भने खानको लागि खाजाघरहरूको व्यवस्था छ कुराहरू चाहियो भने पनि हजुरले यहाँ मालादेखि राम नाम राधे कृष्ण लेखिएका पछौराहरू पाउन सक्नुहुन्छ केशव आचार्य गुरुजीले पछौरा हेर्दै हुनुहुन्छ आफूलाई हो कि श्रीमतीजीलाई हो अरू बेला चाहन्छ भनेर होला हो कति राम्रो हो कता छ आयो नि त हजुरलाई त्यो झोलालाई कति हो नि त्यो सानो झोलालाई त्यो सीताराम त्यो सीताराम झोलालाई हजुर यो चाहिँ जपमालिका यहाँ 80 रुपियाँमा मिल्दैछ हजुरलाई पनि चाहियो भने विजिट गर्नु होला सबैले लिनुभयो हाम्रो गोकर्णगुरुजीले बन्दीपुर खाजा गरेर सन्ध्या शुद्ध शाकाहारी खाजाहरूको आडाको रहेको यो पसलदेखि हामीले लियौँ एकदम मिलाएर दिनुको रहेछ हामीले दर्शन गरेर फर्किँदाखेरि हाम्रो दाजुहरूको सबै रूपरेखा चेन्ज भयो कसैले झोला कसैले उत्तरीय कसैले माला व्यापारी एकदम सहनशीलता है राम्रा थिए आइडिया जानेका के होइन गुरुजी गोकर्ण गुरुजी मैले यही झोला 500 परेको के यही झोला काठमाडौँ 500 किनेको उहाँले सस्तो भनेर आँखा दिनु उहाँले 300 भन्दा बित्तिकै मलाई किन्नु मन लाग्छ मूल्य सोध्दा चाहिँ हल्का मलाई चाहिँ जसले पनि देखेको भन्ने के हो यो मेरो एउटा चाहिँ भाग्य अस्ति त्यो सुन्दर देखेर दिए होइन योभन्दा पहिला चाहिँ 150 पर्छ मैले निकालेको छु श्रीमतीलाई एउटा मिलाएर दिएको त्यही भएर अब आउँदाखेरि यहीँ बस्दा हुन्छ हामीहरूले न कसैलाई महर्षि वाल्मीकि बनाउन लागेका हौँ न महर्षि वेदव्यास बनाउन लागेका हौँ न कसैलाई भगवान सुखदेव बनाउन लागेका हौँ त्यो हाम्रो उद्देश्य नै होइन अभितु तपाईँ लाग्नु भएको क्षेत्रमा तपाईलाई यो सम्मान यो नामको सम्मानद्वारा अभिनन्दन गर्दैछौँ भन्ने हाम्रो ध्येय हो हाम्रो लक्ष्य हो र गुरुहरूलाई हामीहरूले अहिले पनि प्रोत्साहित गरेनौँ भने आगामी पुस्ता झन् तितर हुन सक्नेछ झन् मर्यादा विहीन हुँदा पनि सम्मान मर्यादा विहीन हुँदा सम्मान नमिल्ने रहेछ मर्यादित भएमा सम्मान मिल्ने रहेछ यो प्रेरणा पनि हो यति उद्देश्यलाई हामीले लिएका हौँ महर्षि वेदव्यास सम्मान 2081 द्वारा हामी अभिनन्दन गर्दैछौँ हामी आदरणीय प्राध्यापक भवानी प्रसाद खतिवडा गुरुजीलाई
महर्षि वेदव्यास सम्मान 2081 द्वारा अभिनन्दन गरिँदैछ। म यो अभिनन्दन महर्षि वेदव्यास सम्मान 2082 द्वारा आदरणीय गुरु गोकर्ण खनालज्यू अभिनन्दित हुँदै हुनुहुन्छ। उहाँलाई यो वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल गुरुदेवको सम्मान पत्र विभूषित गरिँदैछ, सम्मान प्रदान गरिँदैछ। श्री स्वामीजीका करकमलबाट यो सम्मानलाई उहाँकी धर्मपत्नी हामी सबैका लागि आदरणीय आमा उमा कुमारी पोखरेलज्यूले यो सम्मानलाई स्वीकार गर्दै हुनुहुन्छ। हामी सबै ताली बजाउँदै करतल ध्वनिद्वारा माताजीलाई अभिनन्दन अर्पण गर्दछौँ। पुरुषोत्तम भट्टराई गुरुदेवका लागि महर्षि वाल्मीकि सम्मान 2081 अर्पण गर्दैछौँ। महर्षि वाल्मीकि सम्मान 2082 र यो सम्मान हामीले अर्पण गर्दैछौँ श्री स्वामी देवराजाचार्यज्यू महाराजका करकमलमा अर्पण गर्नेछौँ। परम वन्दनीय वीणी माधव ढकाल गुरुज्यूलाई महर्षि वाल्मीकि सम्मान मरणोपरान्त प्रदान गरिँदैछ र यसको वाचन सुख प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुँदै हुनुहुन्छ आचार्य वेदाचार्य द्रोण सुवेदीज्यू। सुख प्रतिभा पुरस्कार 2082 द्वारा सम्मानित हुँदै हुनुहुन्छ आचार्य नरेश नेपालज्यू। नरेश नेपाल भागवत उपासक यहाँले उपनाम पनि राख्नु भएको छ। नरेश नेपाल धेरैचोटि जोडेर चाहिँ यो कार्यक्रम चाहिँ आजको अवस्थामा आइपुगेको छ र 2081 सालमा हामी चयन भएर आइसकेपछि अब के काम गर्ने, कसरी अगाडि बढ्ने भनिरहँदाखेरि आए विभिन्न प्रकारका व्यवधान चुनौतीहरू आएका चाहिँ छैनौँ हामी। त्यस कारणले पनि सायद यो अवस्था आएको होला। अब आगामी दिनहरूमा यो अवस्था नआओस् भन्दै यहाँ जति पनि उपस्थित हुनुहुन्छ उहाँहरू सबैलाई विशेष गरेर पत्रकार साथीहरू जसले हाम्रो यो कार्यक्रमलाई प्रसारण गरिदिनु भएको छ उहाँहरूलाई पनि धन्यवाद दिँदै विशेष गरेर स्वामीजी कार्यक्रम सञ्चालन गर्ने गर्दछु। र अब भएका सम्पूर्ण त्रुटिहरू यो अकिञ्चनको यो चाहिँ अज्ञानीको भनेर आफू क्षमा याचना गर्दै बाँकी कार्यक्रम सञ्चालनका क्रममा अब हामीहरूले यहाँ धेरै व्यक्तिहरूसँग सहयोग प्राप्त गरेका छौँ, उहाँहरूलाई धन्यवाद पनि दिनुपर्नेछ। र त्यस्तै गरेर यो अब यहाँ गाडी अनि त्यति नहोला, घर बिस्तारमा दुख्छ अरू सबैको आनन्द हुन्छ नि हातको बल्ल दुख्छ भनेको छु। योगी नरहरिनाथ को गौरक्षण केन्द्र 2039 यहाँ तपाईँले देख्न सक्नुहुन्छ। गाईहरू सानो बाच्छा गाई धेरै छन् अहिले चर्न गएको अवस्था भएर छैन। सानो मृग जस्ता बाच्छा हेर्न सक्नुहुन्छ। अहिले चर्न गएको भएर अहिले यहाँ थोरै छन्। कहाँ हामी यो योगी नरहरिनाथको गौशाला चितवन देवघाट स्थित यज्ञशाला गौशालामा हामीलाई कोटी होम भएको नि अहिले एकचोटि भएको कोटी होम पहिलोचोटि होम होइन नेपालको पहिलोचोटि होम हो कि जस्तो लाग्छ। नेपालको प्रथम कोटी होम भएको यस दिव्य पावन क्षेत्रमा हो त्यो कुण्ड त्यहाँ रहेको छ। यो तपाईँले अगाडि देखिरहनु भएको छ योगी नरहरिनाथ गुरुजीलाई। उहाँले प्रथम कोटी होम यज्ञ गर्नुभएको हवन कुण्ड हो यो, तपाईँलाई अहिले देखाइरहेको छु। यस्तो छ। अहिले चाहिँ
यस्तो देखिन्छ बाहिरबाट। यस्तो छ। अस्ति तपाईँहरूले योगी नरनाथजीको पुस्तकालय अथवा आश्रममा गौशालामा आगो लागेको भन्ने सुन्नुभएको थियो होला। त्यो यही स्थान हो। के गर्ने, त्यस्ता व्यक्तिहरू छन्, तपाईँले देख्न सक्नुहुन्छ। इँटा भत्केर सबै त्यो रेलिङ सेलिङ भुइँमा खसेको छ, जलेर सब खरानी भएको छ। कसरी आगो लगाएको होला। यो ढोका हेर्नु त, ढोका जलेर पुरै चौकस नै जलेको छ। अगाडि वन छ, पुरै ठुलो वन छ। त्यो वनमा गाई गौ चरण हुन्छ। यहाँ कहाँ के छ भन्ने कुरा यहाँ सिग्नल पनि दिएको छ। संस्कृति गुरुकुलम, प्राकृतिक चिकित्सा, पुस्तकालय, अनुसन्धान केन्द्र, बागेश्वरी मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यता गौरक्षण केन्द्र, गौशाला, कोटी होमस्थल। यो कोटी होमस्थल हो, तपाईँले देखिरहनु भएको छ। चारा नखुवाइकन पुरै घाँसले, वनस्पति घाँसले नै पोषण गरेको भएर एकदम शुद्ध गाईको गहुँत छ। यहाँ पनि लेखेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। 15 देखि 25 मिली बिहानै खाली पेटमा र बेलुकी भोजनको 1 घन्टा पछि मात्र सेवन गर्ने। बालबालिका र वृद्धलाई यसको आधा मात्र उत्पादन भएको मध्ये 1 वर्षसम्म सेवन गर्न सकिनेछ। माछा मासु खाएको दिनमा यसको सेवन नगर्नु होला। 600 ml को 200 रुपियाँ पर्दो रहेछ। गाडीको टायर हल्का बिग्रेको रहेछ। त्यो नयाँ टायर लिनु भनेर निदाउनु हाम्रो केशव गुरुजी निदाएर हाम्रो बोकना गुरुलाई निद्रा लाग्यो अरे। अब हामी अहिले एकछिन कहाँ झरेको त यो होइन पोखरा, ऐना पोखरामा, पोखरा होइन पोखरा, ए पोखरा होइन पोखरा पहाडमा चाहिँ भगवानको मूर्तिहरू ऐना पोखरामा बनाएर विदेशीहरूले पोखरामा रोकियो। हाम्रो दाजी हुनुहुन्छ, हाम्रो केशव गुरु। ल गुरु आउनु आउनु टिकट। अब आज हामी चाहिँ नयाँ ठाउँमा जाँदैछौँ। हुन त यो बाटो कति हिँड्यो है, तर यहाँ पस्यो थिएन। पहाडी मेसो परेको थिएन। टिकट दिन टिकट बुझाउनु पर्यो। वाह ए जलपरी मत्स्यखण्ड माई छिन्केश्वरी यत्रो ठुलो हात्ती रहेछ। अगाडि नेपाली झन्डा, तल स्पेसल छ। ल जाउँ गुरुजी। गुरुजी व्यस्त हुनुभयो। हो होइन पोखरा पहिलोचोटि यहाँ घुम्ने मौका मिल्यो। यो थाहा पनि थिएन मलाई त यस्तो पोखरा सहरा छ भन्ने। पोखरा त चारैतर्फ छ, तर ऐना पोखरा भन्ने थाहा थिएन। उकालो घाउ हुन्छ। बिहान पनि हिँडेको, अहिले पनि हिँड्दाखेरि स्याहाँ हुँदो रहेछ अलिअलि। यहाँ बस्नको लागि ठाउँ रहेछ, धेरै माथि नै रहेछ।
राति हुन लाग्छ, साँझ पर्न लागेको भएर अलिकति कष्ट नआयो होला। अहिले छ तर हिँड्न पर्यो अलि धेरै। यहाँ चढ्ने फेरि झर्ने रहेछ त, यत्रो उकालो किन त नि फेरि डराउने भएछ। जय हो। भित्तामा चाहिँ हात्तीको अनुहार बनाएको छ। यहाँको दृश्य यस्तो छ। यो क्या यो? मेरो पालो धेरै राम्रो भएको छ। राम्रो भयो छ कि मैले दिवाकरले जाम भनेको उनी पनि अल्झिएर हो कि देहर्जीको व्यापारले व्यवसाय। जय श्रीमन्नारायण। शुभ बिहानी पोखरा फुलबारीबाट हामी आज अब गणेश दाईको घरमा बसेर बिहान अब यहाँ दाईसँग छुट्टिने बेला भएको छ। हामी अब बागलुङ प्रस्थान फेरि भेटिन्छ नि। हिजो राति जाने भनेको धेरै नै रात परेर गइएन, यतै बाख्रा भयो। त्यसपछि पनि जाम त भन्नु थियो, हिजो गइएन। अब अहिले चाहिँ प्रस्थान गर्न